Hello. Today is Holi. So आज होली त खेलिएन बट म जिम जान लागेको जिम गएर आएर घुम्न जाने हो बाई मेरो पोपट भयो जिम त आज बन्द रहेछ अब बहिनीसँग घुम्न जाने हो हेलो के भयो हामी आइसकेको छौँ लामोचौर कस्तो छ होली भनेर यो हाम्रो नानी दिदीको घर हो अब लामोचौर चोक आउन लाग्यो तर होली त सुनसानै छ जे होस् नथिङ होली केही पनि छैन वेदर इज भेरी ग्लुमी घाम चिकचिकै लागेछ त्यस्तो धेरै लागेको छैन होइन अब हामी कहाँ जाँदैछौँ भने महेन्द्र गुफा दिस इज महेन्द्र गुफाको एरिया अहिले चमेरा गुफा सेम दिस इज चमेरी गुफाको इन्ट्रान्स गेट यहाँ बच्चामा एकचोटि आएको छु अनि आएको छैन म अब हामी कहाँ जाने होला महेन्द्र गुफा यो हो महेन्द्र गुफा एरिया आज सायद यो इन्ट्रान्स आज सायद बन्द छ कि होलीले गर्दा अलि सुनसान रहेछ होली यहाँ पनि छैन केही पनि छैन होली बिकज अफ चुनाव यो एकदम राम्रो भ्यू छ है तर वेदर राम्रो नभएकोले राम्रोसँग पनि देखिएन एभ्री टाइम हामी जहिले पनि बेलुका साँझमा जहिले पनि यहीँ आउँछौँ रिफ्रेस हुनलाई हामी अघिको बाटो एउटा बाटो बन्द भएर यस्तो बाटो आयो यसलाई जानै पर्ने रे है यस्तो बाटो अब कहाँ पुग्ने हो थाहा छैन अब यहाँ हेर्दै हेर्दै आउने बेलामा यहाँ बच्चाहरू पुरै होली खेलेर बसेर रहेछन् होलीको ग्याङ यो त बच्चाहरू होइन तर होलीको पुरै ग्याङ छ यहाँ वान ग्याङ पिकनिक पनि भइरहेछ उता टु ग्याङ अति धेरै नै रहेछ जे होस् रमाइलो रहेछ खोलामा हिँड्नु परिरहेको छ ल फाइनली हामी आइसकेछौँ यस्तो बाटोबाटै है अब कहाँ जाने हो थाहा छैन मलाई यसले जहाँ लाग्छ त्यही हामी 9 क्लासमा हुने बेलामा पिकनिक खाएको हो कि हामी यत्रो घुमेर आएको चाहिँ यति बाटोले गर्दा होला यति यहाँ बाटो बनाउनु लगाएर चाहिँ त्यही भएर ऊ त्यहाँसम्म पुगेको थियौँ हामी त्यो बाटो घरसम्म त्यहाँबाट फर्केर गएको हामी यो अब यता जान्नौँ हामी किनकि यो पहाड त चढेर जान सम्भव छैन हामी यहाँबाट युटर्न लियौँ है त अब हामी लाग्यौँ अर्को डिरेक्सनतिर अब यहाँबाट हाम्रो घर त छ होला हौ 10 किलोमिटर काली खोला ब्रिज त्यो अघिकै खोला हो यो हामी कहाँ घुमेर कहाँ पुगिसक्यौँ यो कस्तो किडन्याप गरेर राख्ने ठाउँ जस्तो लाग्छ हामीलाई जहिले पनि यता कोही पनि आउँदैन हामी मात्रै हो यस्तो यस्तो ठाउँमा आउने यस्तो छ अगाडि सुनसान अब यहाँ चाहिँ 3टा खोला मिट हुन्छ एउटा यता अनि अर्को चाहिँ यता यो चाहिँ हाम्रो सेती गण्डकी हो त्यहाँबाट आइरहेछ सेती होइन अब दिस इज द वे टु मणिपाल हामी आयौँ हाम्रो आफ्नै प्यारो नदीपुर हामी मेन मार्ट आयौँ अब हाम्रो खाजा लिनलाई I don't know. बेसन
बेसन लिन आएको अब आज के लिन्छौँ हामीले पास्ता लैजाउँ है दिस इज मेन मार्ट हाम्रो सामान लिएर अब फर्किन्छौँ मेरो स्कुटरको ट्विन पनि रहेछ ल यो समा हामी घरमा आइसक्यौँ आजको प्लान सब बकवास भयो जिम पनि बन्द रहेछ जिम बन्द भएपछि बहिनी र म डुल्न गयौँ डुलेर आयौँ अब खाजा बनाएर खान्छौँ हल्का सिटी टुर गरेर आयौँ सिटी त के भन्ने सब एरियाहरू हामी खाजा बनाउन तल जान लाग्यो अब यो पकौडाको लागि मैले ब्याटर रेडी गरिसकेको छु आलु र प्याजको ब्याटर हो यो अब पकाउने अनि खाने द फाइनल लुक अफ माई पकौडा अब एकदम धेरै भोक लागेको छ अब म यसलाई खान्छु आजको दिन यतिकै नै बित्यो खासै केही पनि भएन जिम पनि बन्द भयो घुम्न पनि खासै धेरै घुमेन खाजा बनाएँ आलु र प्याजको पकौडा अनि खाएँ अब सोध्छु एकदम थकै लाग्छ मलाई आज खै किन थ्याङ्क यू फर वाचिङ माई ननसेन्स भिडियोज बाई